हाम्रो घर पोहोर सालदेखि यो फल फलिरहेको थियो के खाना हुने नहुने थाहा भएन अनि त्यही भएर पोहोर साल खाइएन अनि अहिले एउटा दुइटाले खानुहुन्छ भनेपछि खान लाएको। यो फलको नाम थाहा नभए पनि यसको स्वाद चाहिँ एकदम ट्वाक्क चटपटा खालको थियो के। सबैजनालाई मेरो यो भ्लगमा तातो चियासहित स्वागत छ है। तर स्वागत भन्ने बित्तिकै सुरुमै मेरो आजको काम भनेको भात पकाउने छ के। मजाले भात पकाएँ अनि त्यसपछि फेरि मम्मीले तरकारी पकाउन पनि भन्नुभयो। अनि यो कलेजो पाङ्ग्रो घिरौँलाको तरकारी पकाइसकेपछि फेरि अर्को काम आयो चटपट मसला बनाउने। त्यसपछि कराई बसालेर यी मसलाहरू ल्याएँ, जिरा धनियाँ अनि यो भाङ अनि यसलाई के भन्छ अटासी लिएर आएँ। अनि मजाले सुरुमा जिरा भुटेँ, जिरा भुटेर अलिअलि रातो रातो भएपछि धनियाँ हालेँ, धनियाँ पनि मजाले एकछिन भुटेँ। जिरा र धनियाँलाई मिसाएर एकैछिन 5-10 मिनट जति मजाले भुटेँ। त्यसपछि माथिबाट यो भाङ हालेँ, भाङलाई पनि मजाले चलाएँ अनि एकछिनपछि अटासी हालेँ, अटासी हालेपछि अलि मङ्ग बसाउँछ क्या। त्यसपछि मजाले भुटेँ यसलाई पनि। एकछिनमा यो चटपट मसला तयार भयो। अब यसलाई पिनेपछि यो रेडी हुन्छ। काम सकेपछि बाख्रा चराउने क्रममा मैले आज यो झ्याङमा फलेको यो फल अलि पाकेको देखेँ मैले। पोहोर साल त हामीले खाएको थिएनौँ, अहिले बाले खानुहुन्छ भन्नुभएको थियो। मैले 4-5वटा जति टिपेँ अनि यो एउटा फल चाहिँ बालाई चाख्नको लागि लैदिएँ। 4वटा चाहिँ मैले अघि नै घर लैसकेँ। यो फल काटेर हेरेको भित्र जेली जेली टाइपको थियो, हेर्दा त मिठै होला जस्तो छ। अनि मैले बालाई चाख्न दिएँ, बाले चाहिँ अलि मिठो मिठो चटपट चटपट अमिलो अमिलो थियो भन्नुभयो। पछि घरमा ल्याएर मम्मीलाई काटेर चाख्न लगाएको, मम्मीले त मिठै छ एकदम मिठो हुँदो रहेछ, हामीले पोहोरदेखि खान पर्ने हो भन्नुभयो। त्यसपछि बाबालाई चाख्न दिएको, बाबाले पनि मिठै मिठै छ भन्नुभयो अनि भाइलाई पनि चाख्न दिएँ। फलको नाम थाहा नभए पनि सबैजनाले मिठो मानेर खाइयो अनि फाइफुइ भयो।